नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म दाईको आशिष दाईको बिहाको पार्टीमा छु। मैले चाहिँ बिहाको भिडियोहरू हालिसकेको छु, हजुरहरूले पक्कै पनि हेर्नुभयो होला बिहाको भिडियो चाहिँ। अनि मेरो चाहिँ अहिले म एकछिनपछि आउटफिट पनि पुरै देखाउँछु। अनि अहिले चाहिँ हामी पार्टीमा के गर्छौँ, कस्तो रमाइलो गर्छौँ भनेर हजुरहरूलाई सबै देखाउने छु। त्यही भिनाजु पनि भर्खर आउनु भइसकेको छ। यहाँ भिनाजु एन्ट्री भयो। अन्त म यहाँ बाहिर छु, बाहिर सबै कुराहरू हेर्दैछु। अनि सुप्रिया बहिनी पनि उताबाट आउँदैछिन्। मेरो आउटफिट देखाइदियो प्लिज मलाई सुप्रिया। म त टाढा लगाएर आउटफिट चेक गर्छु म। आउनु न, त्यो रातो झोला झुन्ड्याउँदै गाइज मलाई सेतो लगाइ भनेर सबैजनाले भूत भनेको छ नि यहाँ मलाई। के गर्नु अब, कहिले काहीँ त्यस्तो पनि भूत पनि हुनु पऱ्यो होइन, केही हुन्न गएर। ओके हामी दाईहरूसँग भेट गर्दै आउँछु बिहा। पर्छ क्या टिस्यु मलाई टिस्यु चाहियो टिस्यु। एउटा चम्चा सुप्रियालाई मलाई कम धेरै हाल्दैन न। काँटा चम्चा होला है, मैले त्यो आलु काँटा चम्चाले खाने हो।
3 2 1 go विराज क्यामेराम्यान पाती उडाइदियो ए यो कुरा गोप्या नै राखौला जाऊ कि भोक लाग्यो के कोला भोक लाग्यो रे मलाई अब चाहिँ हामी खाना खान जाँदै हो खाना खाने बेला भयो अब चाहिँ खाना खाँदैन अब हाम्रो सन्देशलाई के भयो सन्देशलाई के भयो यस्तो भयो कि अब बिहा गर्नै पर्छ पार्टी गर्नै पर्छ पार्टी गर्दा त सबै मान्छे आउँछन् फोकस हालेर खिच्छु खाइसकेर अब चाहिँ हामी खाँदैछौँ आइसक्रिम म पावर ब्याङ्क बोकेर चार्ज भएर म त खाने मलाई खाँदैन आइसक्रिम हेलो गाइज भर्खर हामी आइपुग्यौँ अनि हामी एकदम रमाइलो पनि गऱ्यौँ अनि बिचबिचमा चाहिँ हामी रमाइलोमा यति भुल्यौँ कि हामीले भिडियोको क्लिप पनि खिच्न भ्याएनौँ अनि त्यही भएर नाचेको गरेको भिडियो त मैले खिच्न नि पाएन सबै कुरा मिस भयो अनि बिचमा फेरि चार्ज पनि सक्यो कि फोनको अनि फेरि चार्ज गर्दाखेरि यता गर्दाखेरि चाहिँ त्यो भिडियो खिच्ने मुमेन्टै मिस भयो होइन अनि हामीले चाहिँ आफ्नो त्यो मुमेन्टहरू चाहिँ क्याप्चर गर्न पाएनौँ तर वी इन्जोय सो मच है अनि त्यति गर्दै आजको भिडियो पनि एन्ड गर्छु थोरै मात्र छ क्लिपहरू त्यही पनि हाल्छु अहिले खिचेको किन हाल्नु भनेर अनि सुप्रिया के भन्नु छ लास्टसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद अनि अझै पनि धेरै माया गरिदिनु होला दिदीको च्यानललाई अनि चाहिँ धेरै थालेको छ अब चेन्ज गरेर अब रेस्ट गरेर अनि आशिष दाइ हजुरले यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ हजुरलाई धेरै कङ्ग्रेचुलेसन अनि हजुरलाई पनि वेलकम टु आवर फ्यामिली अनि त्यति नै हो बेस्ट विसेस अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइज ल बाई अनि बाबा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु है मैले भन्नु थिइनँ नि त अरू भिडियोमा त्यही भएर बिर्सिनु भयो कि भन्न सम्झाएको है बाई बाई